तपाईँले हेर्नुहुँदैछ या त प्रहरी कार्यालयमा पनि म्यादीको फर्म चाहिँ वितरण गर्ने भनेको प्रहरी सर पनि हुनुहुन्छ। सर नमस्कार। सर हजुरसँग एउटा कुरा बुझाउनु भनेर आएको। भन्नुहोस् न सर, के कुरा सर यो म्यादी प्रहरीको फर्म खुलेको छ भन्ने सुनेको छ, के छ यसमा हामीले दिन पाउँछ कि पाउँदैन? आउँछ नि सर। म्यादी प्रहरी पहिला हो, आजभोलि नाम परिवर्तन भएर निर्वाचन प्रहरी राखिएको छ। ए हजुर। 18 वर्ष पुरा भई 54 वर्ष ननागेको सम्पूर्ण नेपाली नागरिकहरूले भर्न पाउँछ नि सर। हजुर एकदम गर्न पायो भने एकदम खुसी हुन्छु। त्यहीमाथि अब निर्वाचन सम्पन्न गर्नु भनेको धेरै ठुलो चुनौती हो। हामी एकदम नागरिकको निर्वाचन गराउने कर्तव्यमा, काम कर्तव्य र अधिकारमा पर्छ। तपाईँको गाउँटोलमा, तपाईँको स्थानीय ठाउँमा कोही अरू पनि तपाईँ एकदम जस्ता बेरोजगार साथीहरू थुप्रै छन् सर। हेर्नु मैले अस्ति नै साथीहरूलाई सल्लाह गरिसकेँ, अब निर्वाचन हुने भयो, अब हामी पनि म्यादी प्रहरीमा भर्ना हुने भयौँ, देश र राष्ट्रको सेवा गर्ने भयो भनेर एकदम खुसी छौँ सर। अब घरमा पनि काम केही पनि छैन, हेर्नु त्यत्तिकै खायो, डुलुडुलु हिँड्यो। प्रहरी जवानले पाउने सेवा सुविधा सर सम्पूर्ण तपाईँहरूले पाउनुहुन्छ। काम पनि त्यही एउटै, आउनुहोस्। काम पनि तपाईँ भोलि कुनै पनि विदेश ठाउँमा जानु पर्यो भने यसको प्रमाणपत्र तपाईँले राम्रो सजिलो बनाउँछ। आउनुहोस्, तपाईँको गाउँमा भएको अरू मान्छेलाई पनि जानकारी गराउनुहोस्, सुझाव दिनुहोस्। हजुर फर्म भर्नुहोस्। यताबाट छ सर, कसरी यहाँबाट फर्म पाएर हामीले यहीँ बुझाउने हो कि के गर्ने हो यसमा? यसको लागि यस्तो छ सर, यताबाट फर्म लग्ने तपाईँहरूले त्यो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भिडभाड धेरै हुने भएको कारणले र यताको मान्छेहरूलाई टाढा पर्ने भएको कारणले यताबाट फर्म लगेर तपाईँले घरमै आफैले फर्म भरेर फोटासोटा चिप्काएर जिल्ला प्रहरी कार्यालय यसको यो कसरी भर्ने भन्ने नमुना पनि होला नि? नमुना नि उता हाम्रो यो गेटमा टाँसे गेटमा टाँसेको छ। ए हजुर, नत्र त हेर्नु होला सर, नमुना भएपछि ए सर यो चाहिँ एकदमै राम्रो भयो। मलाई चाहिँ यो फर्म वितरण गर्न पाउँछ, फर्म दिन लग्नुहोस्। मलाई चाहिँ एकदम खुसी लागिरहेको छ सर। म त बेरोजगार मान्छे त्यतिकै बसिरहेको छु सर। अब म्यादीमा भर्ना हुन पाएँ, देशको सेवा गर्न पाएँ, म त धेरै खुसी छु। चुनाव शान्तिपूर्ण गर्ने तपाईँहरू जस्तो युवाहरूको खाँचो छ, आउनुहोस्। तपाईँहरूले गाउँठाउँमा भन्नुहोस् हामी यस्तै चुनाव हुनेछ भन्नुहोस्, यताबाट लग्नुहोस्, फर्महरू घरमा भर्नुहोस्, फोटो चिप्काउनु अनि जिल्ला प्रहरी कार्यालय सुर्खेत वीरेन्द्रनगरमा गएर तपाईँ गर्न सक्नुहुन्छ। त्यसको लागि एउटा फर्म यो लग्ने दिनुहोस्। एउटा यो लग्ने, हजुर राम्रोसँग भर्ने, हजुर एउटा फोटा खिचेर लग्ने। हजुर नमुना पनि छ सर, ठिक छ, एकदम खुसी लाग्यो सर। अब हामी जस्ता युवाहरू हामी बेरोजगार छौँ सर, के गर्नु, नेपालको स्थिति यस्तै छ, तपाईँहरूले थाहै छ सर होइन। अब घरमा यत्तिकै डुलेर यत्तिकै बरालिएर भन्दा पनि 40 दिन हामीले निर्वाचन प्रहरी भएर काम गर्न पाउँदा देश र राष्ट्रको लागि सेवा सुरक्षा गर्दा एकदमै खुसी छौँ हामी। एकदम त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद सर है। एकदम धेरै राम्रो हुनुहुन्छ तपाईँ, के काम गर्नुहुन्छ त्यस्तो त नभन्नु सर। अब यस्तो भयो, नेपालमा बेरोजगारी धेरै भयो, अब पढे लेखे के गर्न पाउँदैन भने जस्तो सोचे जस्तो सेलेरी पाउँदैन। हुन्छ सर, गर्नुहोस् है। हस्, थ्याङ्क यू सर। ह्यान्डसेक गरौँ न है सर। प्रहरी भनेको हाम्रै लागि हो सर। ओके, एकदम सर।